के गरेको छौँ यहाँ? बेथु उखालेको के गर्न? सुँगुर चारो पकाउन। ए अनि यो बेथु मान्छेले चाहिँ खानु मिल्छ मिल्दैन सब्जी? मिल्छ नि। यता हेर्नु त। ऊ पर डोको रहेछ। कति टिप्नु भयो त? कति बनाउनु भयो त? आधी हुँदैछ। ए अनि गाउँमा बस्नु कस्तो भइराखेको छ? मजै भइराखेको छ। ए अब तिम्रो स्कुल लाग्ने बेला पनि भयो है? ल त अनि यसको नाम के रे? बेथु। हस् साथीहरू यो चाहिँ हाम्रो बेथु है। यसरी मकैबारीमा उम्रन्छ। यो चाहिँ सुँगुरलाई चारो पनि हुन्छ र सब्जी खान पनि मिल्छ। यहाँ बहिनी र मैले दुईजना भएर चाहिँ बेथु उखाल्दैछौँ। मौसम एकदम क्लियर छ। घाम लागिरहेको छ है त।